फिटमा ट्राफिक जरिवाना काट्ने गरेको छ भने चाहिँ अब यो बाटोको कारणले गर्दाखेरि पनि केही हदसम्म कम भएको देखिन्छ। तथापि हामीले राजस्वको सँगसँगै हामीले अझ मुख्य प्रायोरिटी भनेको अहिले जनचेतनामूलक कार्यक्रममा गरिरहेका छौँ। विभिन्न सवारी दुर्घटना न्यूनीकरणको लागि के गर्न सकिन्छ भन्ने पार्टमा समुदाय स्तरमा, स्थानीय स्तरमा, स्थानीय पालिकासँग समन्वय गरेर हामीले जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौँ र यसको निरन्तरता पनि हामी गर्नेछौँ भन्ने हिसाबमा हजुरहरूले जानकारी गराउन चाहन्छु। सवारी दुर्घटनाको तथ्याङ्क हेर्दाखेरि यो पछिल्लो 3 वर्षमा हेर्ने हो भने 2081-82 को यो अहिले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म हेर्ने हो भने 119 वटा सवारी दुर्घटना रहेको छ। यो कम्पेरिटिभली अघिल्लो आर्थिक वर्ष हेर्ने हो भने कम हो। एक त यसमा हामीले जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौँ र तथापि यो बाटोको अवस्थाको कारणले गर्दाखेरि र विभिन्न जनचेतनामूलक कार्यक्रमले गर्दाखेरि पनि सवारी दुर्घटना कम हो। एनालिसिस पनि गरेका छौँ। सवारी दुर्घटना त भयो, कुन समयमा बढी सवारी दुर्घटना हुँदो रहेछ त भनेर हामीले एउटा टाइम फ्रेम पनि निकालेछौँ। विश्लेषणात्मक यो चार्ट हामीले तयार गरेको छ। यसमा के देखिन्छ भने चाहिँ 12 बजेदेखि 18 बजेको समयमा कम्पेरिटिभली काभ्रे जिल्लामा जति पनि दुर्घटना हुन्छ 12 बजेदेखि 18 बजेको समयमा दिउँसो 12 बजेदेखि बेलुका 6 बजेसम्म भनौँ यो समयमा दुर्घटना बढी भएको देखिन्छ। यसमा 34% कुल दुर्घटनाको 34% दुर्घटना भएको देखिन्छ भनेपछि सबैभन्दा कम 24 बजेदेखि बिहान 6 बजेसम्म 6% दुर्घटना भएको कम भएको देखिन्छ। यो समयको आधारमा पनि मैले हजुरहरूलाई जानकारी गराउन चाहन्छु। यो जब मैले जिल्ला प्रहरी कार्यालय काभ्रे जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको कमान्ड सम्हालिसके पश्चात सम्पादित कार्यहरूको मैले छोटकर विवरण प्रस्तुत गर्न चाहन्छु। यो अवधिमा हामीले वर्षाका कारण अवरुद्ध भएको बिपी लोक मार्गकोमा समन्वयात्मक रूपमा हामीले सवारी आवागमन सुचारू गरेका छौँ। हजुरहरूलाई जानकारी नै छ पनौतीमा आएको जुन बाढी छ, बाढीको कारणले गर्दाखेरि रोसीमा पुगेको क्षति लगभग 14-15 घण्टाको सडक जुन अवरुद्ध भएको थियो बिपी राजमार्गमा हामीले सडक डिभिजन कार्यालय, स्थानीय पालिका एवं सरकारवाला सबै निकायहरूसँग समन्वय गरेर हामीले सडक सुचारू गरेका थियौँ र सडक सुचारू गर्ने क्रममा म स्वयं पनि त्यहाँ पुगेको थिएँ। यो सडक सुचारू गर्नको निम्ति अस्तिको 2 दिन हामीले सरकारवाला निकायहरूसँग पनि सवारी दुर्घटना न्यूनीकरण गर्न के गर्न सकिन्छ, सबैको भूमिका के रहन सकिन्छ। यसमा प्रहरी भनेको हामीले ट्राफिक प्रहरी हामी एक्लैले चासोले वा चाहिँ हाम्रो कन्सर्नले मात्र सवारी दुर्घटना न्यूनीकरण गर्न सकिँदैन। सम्पूर्ण स्थानीय बुद्धिजीवी व्यक्तिहरू हुनुहुन्छ, नागरिक समाज हुनुहुन्छ लगायत तपाईँहरू सम्पूर्ण उपस्थित सञ्चारकर्मीज्यूहरूको रचनात्मक सहयोगको कारणले गर्दाखेरि पनि सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ भन्ने पार्टमा हामीले छलफल अन्तर्क्रिया के गर्न सकिन्छ भन्ने हिसाबमा हामीले यो वेमा पनि सोचिरहेका छौँ र यसै गरी हामीलाई निरन्तरता दिइरहेका छौँ। म आइकन पनि पछिल्लो समय विभिन्न यो प्रेसर हर्नहरू बजाउने कुराहरू हुन्छन्, विभिन्न त्यो स्वरूपहरू परिवर्तन गरेर सवारी दुर्घटना बढेको अवस्थामा यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने पार्टमा रहेर यो विभिन्न यो स्वरूप परिवर्तन गरेका यो स्वरूपहरू निकालेर हामीले यसमा चाहिँ अभियानकै रूपमा हामीले सञ्चालन गरिरहेका छौँ र हजुरहरूको जानकारीको निम्ति हजुरहरूले जानकारी पनि छ अहिले पछिल्लो समय 103 जुन ट्राफिक प्रहरीको हटलाइन नम्बर भनेर हामीले सञ्चालन गरेका छौँ। 103बाट पनि आएका गुनासोहरू, उजुरीहरू र उहाँहरूको सरकारका विषयहरूमा पनि हामीले सम्बोधन गरिरहेका छौँ। पछिल्लो समय 103मा हाम्रो दैनिक 40 देखि 50 वटा एभरेजमा 40 देखि 50 वटा फोन कलहरू पनि आउने गरेको छ र यो बढी जस्तो यो फोन कल कतिखेर आउँछ भनेपछि जब पानी पर्छ, पानी परिसके पश्चात काठमाडौँबाट जुन सवारीको यात्रा भएर पूर्वतर्फ जान यात्रु महानुभावहरूले यहाँको अवस्था के छ, पानीको अवस्था के छ, गाडीको अवस्था के छ अनि हामीले भक्तपुर जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरसँग समन्वय गरेर पानी परेको अवस्थामा डाइभर्सनको व्यवस्था पनि मिलाएका छौँ। यो हजुरहरूले जानकारी छ यो साँगादेखि बनेपा धुलीखेलसम्मको जुन सडक खण्ड छ, पानी पर्यो भने साँगाको कारणले गर्दाखेरि यता हाम्रो बनेपा साइडमा काभ्रे साइडमा सवारी अस्तव्यस्त हुने कारणले गर्दाखेरि हामीले भक्तपुरसँग समन्वय गरेर डाइभर्सनको व्यवस्था पनि मिलाएका छौँ। विशेष गरी पानी परेको अवस्थामा हामीले गर्ने गरेका छौँ र यो अवस्थाको बारेमा बुझ्नको लागि पनि 103मा हामीलाई धेरै फोन आउने गरेको छ र त्यो फोनको पनि हामीले सम्बोधन गरिरहेको अवस्था रहेको छ। यसै अन्तर्गत हामीले गत असोजको बाढीले क्षतिग्रस्त बिपी तथा अरण्यको लोकमार्गमा फेरि पनि वर्षा कारण हुन सक्ने सडक अवरोधले तत्काल सञ्चालन गर्न सम्बन्ध सबै सरकारवाला निकायहरूसँग समन्वय गर्ने यो समन्वयको पार्टमा रहेर हामीले सडक डिभिजन कार्यालय भयो, यता कन्स्ट्रक्सनको साइटहरू भयो र स्थानीय पालिकाहरूसँग पनि समन्वय गरेर कसरी वर्षाको समयमा पनि सहज रूपमा सवारी आवागमन गर्न सकिन्छ। काभ्रे पलाञ्चोक जिल्लाको लाइफलाइनकै रूपमा रहेको यो जुन अरण्यको राजमार्ग तथा बिपी राजमार्गमा कसरी सवारी साधन सुचारू गर्न सकिन्छ भन्ने हिसाबमा हामीले यो वर्षाको समयमा
पनि सञ्चालन कसरी गर्न सकिन्छ भन्ने पार्टमा रहेर हामीले सरकारवाला निकायसँग समन्वय गरी एउटा योजना पनि बनाएका छौँ। यो कार्यनिरन्तरता पनि हो। त्यसै गरी काभ्रेपलाञ्चोक जिल्लाका सामुदायिक 508 तथा संस्थागत 96 र धार्मिक 2वटा विद्यालयमा एकैजना शिक्षकहरूलाई पालिकासँग समन्वय गरेर ट्राफिक टिचरको अवधारणा पनि हामीले अगाडि ल्याएका छौँ। यो ट्राफिक टिचर भनेको कस्तो भने यहाँ काभ्रे जिल्लामा रहेको 13वटा पालिका छ। पालिकाका सम्पूर्ण शिक्षा शाखाका प्रमुखहरूसँग रहेर हामीले अन्तर्क्रिया पनि गरिसकेका छौँ। विभिन्न जनस्तरसम्म रहेर विभिन्न स्कुलहरूमा गएर कसरी ट्राफिक सचेतना अभिवृद्धि गर्न सकिन्छ, सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि आम विभिन्न क्षेत्रमा रहेको स्कुल सामुदायिक